तँलाई कतिचोटि भन्नु महिनावारी भएको बेलामा किचनमा नचिज भनेर तपाईँलाई पनि कतिचोटि भन्नु महिनावारी श्राप होइन वरदान हो फेरि मैले तिर्खा लाउँदा पानी पनि नपिउनु मसँग म कुकै लाउन सक्ने रे पानी पाकेर पिउन सक्दिनस् अनि के भयो त म आफै आएर पिउँदा चाहिँ तपाईँलाई कति सम्झाउनु मसँग यो अन्धविश्वासको कुरा नगर्नु भनेर हो नि हजुरले त हामीलाई जन्मै बसेको हजुरलाई त सब थाहा हुन्छ है तपाईँभन्दा सानो भए पनि स्कुल गएर पढेको छु अनि फेरि हामीलाई स्कुलमा अन्धविश्वास गर्नु हुँदैन भन्नुहुन्छ घरमा आएर यही अन्धविश्वासमा अल्झिने हो भने म स्कुल गएको नगएको के मतलब भयो हो ठीक हो नि धेरै जान्ने भइछस् अब जानु पर्दैन स्कुल के पूजा पूजा अंकल पूजालाई बोलाइदिनु न स्कुल जानलाई जाँदैन पूजा स्कुल तिमी जाऊ न हिजो मेसेजमा त जान्छु भनिरहेको थियो त तिमीलाई एकताल भनेको लाग्दैन हो अर्काको ठेक्का किन लिन्छौ तिमी जाऊ न स्कुल तपाईँ के साह्रो एकोर हुनुभएको पूजाको उमेर कति नै भएको छ र तिमी चुप लाग तिमीले पूजाको उमेरमा त पूजाले नै जन्माइसकेकी थियौ अझ पूजाको उमेर पुगेको छैन भन्छौ सानै उमेरमा पूजालाई जन्माएर शारीरिक पीडा सहनु पर्यो त्यही भएर उमेर पुगेको छैन भनेको कस्तो नबुझ्नु भएको हो थाहा हुँदैछ यो बेलामा किन यो छोरी मान्छेलाई पढाउनु हुँदैन भनेर नपढाएको रहेछ भनेर तिमी पनि यो प्रौढ शिक्षा कि केमा लागेर माथि माथि चालिरहेकी छौ अबदेखि तिमी बाहिर निस्किने होइन कोकेरा खोज्ने सबै जिम्मा मेरो हो तिमीहरूले मलाई सिकाउनु पर्दैन बाल विवाह अन्त्य गर उज्यालो भविष्य निर्माण गर गलत प्रथाका कारणले बुवाले आफ्नो छोरीले चौरस्ती विवाह गराइदिन्छ जसको कारण यी सारा जनसङ्ख्या उर्लिएका छ नानी तिम्रो माग के हो हाम्रो साथीले पढ्न पाउनुपर्छ हाम्रो छोरी हाम्रो गर्व बच्चाहरू वञ्चित भएका छन् पढ्नबाट देशभरिका सबै महिला र दिदीबहिनीहरूले पढ्न पाउनुपर्छ हाम्रो छोरी हाम्रो गर्व बहिनी भनिदेऊ के महिलाले पढ्यो भने त्यसको भविष्य परिवर्तन हुन्छ त महिला साक्षर हुनु भनेको एक आमा साक्षर हुनु हो अनि हरेक व्यक्तिको सिकाइको माध्यम एक आमाबाट सुरु हुन्छ र मातृत्वबाट सुरु हुन्छ भन्ने कुरा बुझ्नुपर्छ अब आफै सोच्नुस् न आमा नै यस्तो सिकाइ आमा नै पढेपछि झन् बच्चाहरू आउने पिँढी त झन् साक्षर होला त अनि देश त विकासतिर लम्किहाल्छ नि धन्यवाद बहिनी आज हामीसँग पूजाको आमा पनि हुन्छ तपाईले आफ्नै पति विरुद्ध नारा किन लाउँदै हुन्छ मैले सानै उमेरमा पढ्न नपाएर दुःख पाएँ अब मेरो छोरीले दुःख पाएको म हेर्न सक्दिनँ त्यसो भए पढ्न आवश्यक छ त अति नै आवश्यक छ देश परिवर्तनको लागि महिला शिक्षा त्योभन्दा बढी आवश्यक र महत्त्वपूर्ण छ धन्यवाद सेती देवी धन्यवाद छोरी पढाऊ राष्ट्र बनाऊ धेरै सङ्घर्ष गरेर म यहाँसम्म पुगेको छु र चाहिँ मैले भोगे त्यो अरू कुनै चेलीबेटीलाई भोग्न दिने छैन